Hello everyone and welcome back to the channel. अहिले भिडियो नहालेको चाहिँ 1 महिना प्लस भइसक्यो हैन। धेरै जनाले भिडियो पर्खिरहनु भएको थियो होला हैन। कति जनाले मलाई मेसेजहरु पनि स्टिल गरिरहनु भएको थियो। सो मैले चाहिँ अब चाडबाड प्लस मेरो फोन बिग्रेको हुनाले चाहिँ मैले भिडियोहरु चाहिँ अपलोड गर्न पाइन, खिच्न पाइन है। सो अब चाहिँ म भिडियोहरु हालिरहने प्रयास गर्ने छु है। सो अहिले सम्म चाहिँ हामीले तपाईहरुलाई मेरो पहिलाको भिडियोहरुबाट पनि थाहा छ हामीले फेज 1 फेज 2 को बारेमा चाहिँ इन डिटेल सबै कुराहरु कभर गर्यौं हैन। सो वन्स अगेन फेरि पनि कंग्रेचुलेसन्स सबै फेज 3 मा सेलेक्ट हुनुहुने साथीहरु भाइहरुलाई है। जीसी पनि बीए पनि सबैलाई फेरि पनि बधाई छ। अब चाहिँ हामी त्यो स्टेजमा आइसक्यौं जहाँ चाहिँ जस्ट one step क्लोजर अनि यु विल गेट सेलेक्टेड हैन। आफ्नो ड्रीम चाहिँ पूरा हुनेछ। सो त्यो one step पूरा गर्नलाई चाहिँ अब एकदम फोकस चाहिन्छ। अब फेज 1 फेज 2 मा के थियो के भयो त्यो सबै बिर्सिदिनु हैन। अब फेज 3 भने एकदमै नयाँ मोड हो, नयाँ क्राइटेरियाहरु छ हैन, नयाँ च्यालेन्जेसहरु छ। सो त्यसको लागि चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ। सो इन दिस भिडियो आई विल गिभ यु अ कम्प्लिट ओभरभ्यू अफ फेज 3 सिलेक्सन। फेज 3 मा हुने सबै फिजिकल देखि लिएर एजुकेसन हैन, मेडिकल के हुन्छ हुँदैन भन्ने कुराहरु चाहिँ सबै म यस भिडियोमा भन्छु है। अनि त्यहाँदेखि चाहिँ बाकी चाहिँ भनेको नेक्स्ट भिडियो अपकमिङ भिडियोजमा चाहिँ म एउटा टपिक पक्रिदै एउटा इन डिटेल भिडियो बनाउँछु है। सो इफ यु आर न्यू टु दिस च्यानल लाइक सब्स्क्राइबहरु गरिरहनु होला हैन। सो दैट चाहिँ अपकमिङ फ्युचरमा चाहिँ भिडियोजहरु चाहिँ तपाईहरुले नछुटाउनुहोस् र आफ्नो साथीहरुलाई पनि शेयर गर्नु नबिर्सनु होला है भन्दै लेट्स स्टार्ट द भिडियो। सो फाइनल सिलेक्सन चाहिँ हाम्रो ब्रिटिश आर्मीको चाहिँ जनवरी 7 देखि सुरु हुन गइरहेको रहेछ हैन। सो लास्ट इयर पनि त्यस्तै थियो। अनि सो अब चाहिँ हामीले फर्स्ट कुरा चाहिँ क्याम्प छिर्ने दिन नै के हुन्छ भन्दा चाहिँ फर्स्टमा डकुमेन्ट्स है। डकुमेन्ट्स सबैको यो पाली अब फाइनल सिलेक्सनमा त्यस्तो टेन्सन लिनुपर्ने कुरा हुँदैन। डकुमेन्ट्समा अब आफ्नो नर्मल भइहाल्यो, पासपोर्ट, आफ्नो नागरिकताहरु ओरिजिनल सबै हैन त्योहरु लानु पर्यो। त्यसपछि फेज 2 सिलेक्सन त्यो पास गरिसकेपछि दिएको जुन हाम्रो त्यो कागज हुन्छ फ्यामिली डिटेल्स भर्नुपर्ने त्यो डिटेल्स पनि भरेर लानु पर्यो है। अनि डकुमेन्ट्समा अरु कुरा भनेको चाहिँ मेडिकल रिलेटेड, जस्तै कसैलाई फेज 2 सिलेक्सनमा चाहिँ फेज 3 फाइनल सिलेक्सनमा आउँदा डकुमेन्ट लिएर आउनु भनेको छ भने चाहिँ अब डकुमेन्ट लानै पर्यो। किनकि उनीहरुलाई थाहा छ नि त तिम्रो केही इस्यु छ होला, त्यही भएर त उनीहरुले डकुमेन्ट माग्यो केही माग्यो हैन। नभए चाहिँ भरसक अब इफ कसैको सर्जरी भएको छ हैन लास्ट 6 मन्थ्स 1 वर्ष अगाडि त्यस्तो छ भने खासै त्यो डकुमेन्ट्स ल्याउनु जरुरी छैन है। त्यो भनिरहनु पनि जरुरी छैन मेरो चाहिँ सर्जरी भएको थियो यस्तो थियो भनेर खासै भन्नु पनि जरुरी छैन। किनकि त्यस्तो भन्यो भने चाहिँ अब त्यो हुन्छ नि आफ्नै खुट्टामा त्यो उयो हान्यो जस्तो टाइपको हुन सक्छ क्या। किनभने अब उनीहरुले त्यो डकुमेन्ट खोज्छ अनि डकुमेन्टमा इफ तिमी चाहिँ मेडिकली अनफिट टाइपको डिक्लेयर गर्दियो अथवा त्यस्तो टाइपको देखियो त्यो रिपोर्टमा भने यु विल बी आउट फ्रम द सिलेक्सन। त्यहीबाट फर्स्ट डे नै आउट हुने सम्भावना छ। नभए चाहिँ फर्स्ट डे नभए नि सेकेन्ड डे चाहिँ फ्यालिने चान्सेस हुन्छ। सो डकुमेन्ट्सको कुरा त्यही हो। डकुमेन्ट्समा धेरै हातिनु भएन, त्यही कुराहरु छ डकुमेन्ट्समा है। सो त्यति भयो डकुमेन्टको कुरा। त्यसपछि हामीले आफ्नो लगेजहरु बोकेर चाहिँ त्यो एजुकेसन हल बाहिर राख्नुपर्छ हैन। सो त्यहाँ चाहिँ हाम्रो एजुकेसन टेस्ट हुन्छ जुन चाहिँ छ एसए। अब एसएमा पनि त्यस्तो टेन्सन लिनुपर्ने कुरा हुँदैन है। अब जसको चाहिँ इंग्लिश एकदम कमजोर छ उसलाई चाहिँ अलिक गाह्रो हुन सक्छ हैन। किनकि अब त्यहाँ प्रेसर हुन्छ एउटा कुरा भनेको टाइम लिमिटेड हुन्छ, टाइम 30 मिनेट हुन्छ इंग्लिश एसए टेस्ट हैन। टपिक चाहिँ एकदम सजिलो हुन्छ तर कोहीलाई हो अलिकति ट्विस्टेड अथवा हल्का गाह्रो पढ्न सक्ने भनेको चाहिँ अब कोही अनलकी भयो भने हो हैन। नभए चाहिँ टपिक चाहिँ एकदम सजिलो हुन्छ है। त्यस्तो चिन्ता लिनु पर्दैन त्यो एजुकेसनमा। अहिलेदेखि मजाले प्र्याक्टिसहरु गर्ने यताउति है। एजुकेसन त्यो भयो। त्यसपछि अर्को भनेको अब लिसनिङ र स्पिकिङ टेस्ट हुन्छ। त्यो चाहिँ नेक्स्ट डे हुन्छ। त्यो सुरुमै क्याम्प एन्ट्री भएको दिन चाहिँ डकुमेन्ट हुन्छ, त्यसपछि एजुकेसन हुन्छ अनि अब हामी मेडिकलतर्फ। मेडिकलमा चाहिँ के हुन्छ त भन्दा चाहिँ मेडिकलमा त्यहाँ ब्रिफिङ दिन्छ। ब्रिफिङ दिएपछि सुरुमै युरिन टेस्ट हुने। सो युरिन टेस्टमा एकदम ख्याल राख्नु, जे पाए त्यही खानु भएन, सुगरी ड्रिङ्क्सहरु नखानु हैन। त्यही हो फर्स्टमा चाहिँ युरिनै हुन्छ हैन। त्यसपछि अरु हुने हो। हाम्रो हियरिङ टेस्ट भयो कानको है। लङ आई टेस्ट हुन्छ जुन चाहिँ एउटा रुम भित्र हुन्छ। रुममा चाहिँ देखाउँछ यसरी लेटर्सहरु अनि त्यहाँ चाहिँ हामीले हेरेर भन्नुपर्छ है। अनि त्यसपछि आँखाको रेटिनाहरु पनि चेक गर्छ। एउटा रुम हुन्छ जहाँ चाहिँ एकदम डार्क हुन्छ है। डार्क रुममा अनि जस्ट त्यो अब त्यो मेडिकल अफिसरले चाहिँ यसरी टर्च बालेर टर्च जस्तो बालिदिन्छ कि आँखामा अनि त्यसरी रेटिनाहरु चेक गर्छ क्या। तर त्यहाँ पनि केही डराउनु परेन हैन। कसैको अब सर्जरी आई सर्जरीहरु गरेको छ तर 6 महिना प्लस भइसक्यो 1 वर्ष प्लस भइसक्यो भने त्यो देख्दैन क्या यसले सर्जरी गरेको छ भनेर थाहा हुँदैन त्यस्तो है। जस्तै अब आँखामा केही छ कि भनेर त्यसरी उनीहरुले चेक गर्नु खोजेको कि त रिसेन्ट सर्जरीहरु देख्नु सक्छ क्या। भर्खरै 2-3 महिनाहरु छ भएको
भने चाहिँ त्यो देख्नु सक्छ क्या त्यसरी है। अनि त्यसपछि भनेको हाम्रो इसिजी हैन, मुटुको चेकअपहरु हुन्छ। इसिजी भयो, त्यसपछि ब्लड प्रेसर चेक हुन्छ है। अनि त्यसपछि बटल जस्तो एउटा उयो हुन्छ है, त्यसमा चाहिँ फेरि गरेर फुक्नु पर्छ क्या त्यसमा हैन। त्यो फुकेर चाहिँ त्यहाँ भित्र उयो हुन्छ, त्यो नम्बरहरु हुन्छ कि त्यो नम्बर चाहिँ यसरी पार गर्नुपर्छ क्या त्यो फुकेर। मलाई मजाले त्यो भन्नु आएन कि, तर त्यो मलाई पनि थाहा थिएन लास्ट इयर अब म आफैले फेस गर्दा थाहा भयो हैन। त्यस्तो एउटा बटल जस्तो एउटा हुन्छ अनि त्यहाँ चाहिँ पाइप जस्तोमा त्यहाँ चाहिँ ठ्याक्क फुकेर चाहिँ त्यो एउटा सर्टेन नम्बर हुन्छ, त्यो लिमिट चाहिँ क्राइटेरिया चाहिँ कटाउनु पर्छ क्या। त्यसमा नि फेल हुने चान्सेस चाहिँ हुन्छ है कसैलाई अब आएन भने। त्यो चाहिँ अब टेक्निक हो एउटा हैन, मजाले आफ्नो सास फुल तानेर एकैचोटी गरेर त्यो फुकेपछि चाहिँ पास भइहाल्छ क्या त्यो नम्बर कटेपछि है। सो जस त्यहाँ अब सिकाउँछ, मजाले सिकाउँछ अनि त्यो जस पास भइहाल्छ त्यो कुरा है। त्यसै गरी हाम्रो चाहिँ एउटा रुममा बल्स पनि चेक हुन्छ, हाम्रो मेन पार्ट है। कतिलाई अब शङ्काहरू हुन्छ नि त आफ्नो बल्समा। एकजना चाहिँ रिचेक पनि परेको थियो लास्ट इयर है, तर ऊ पास भयो है। अब त्यो बल्समा के हेरेको उनीहरूले हैन, त्यो मलाई थाहा छैन, म भन्नु सक्दिनँ है त्यस्तो के हुन्छ हैन। अब त्यो कतिले अस्ति पनि कमेन्टहरु गरेको थियो, दाइ मेरो यस्तो एउटा सानो छ एउटा ठुलो छ यस्तो यस्तो भन्दै थियो। आई थिंक त्यो चाहिँ नर्मलै हो, सबैको इक्वल साइज त खै हुन्छ जस्तो लागेन मलाई, सबैको त्यस्तै होला जस्तो लाग्यो है। हल्का सानो हल्का ठुलो हुन्छ नि त त्यस्तै। अनि त्यसै गरी फङ्सनल टेस्टहरु भनेको त्यही हल्का अब यस्तै यो हाइपरहरु टाइपको हेर्छ, यस्तो यो अम्लाहरु हैन यसरी छुन्छ छुदैन, अनि यो यस्तो 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 गर्न सक्छ जुन चाहिँ हाम्रो फेज 1 सिलेक्सनमा पनि भएको थियो हैन। हो त्यस्तो त्यही नर्मल टेस्टहरु हुन्छ फङ्सनल टेस्टमा है। त्यस्तो त्यो नकनिजहरु छ कि छैन भन्ने पनि त्यस्तो टेस्ट हुँदैन। जस्ट अब त्यहाँ हैन हातहरु यस्तो जोइन्ट्सहरु हेर्ने कामहरु हुन्छ क्या त्यहाँ चाहिँ है। स्क्वाट्सहरु गर्नु लगाउने, पुशअप्स गर्नु लगाउने हैन, हो त्यस्तो हुन्छ नर्मली। त्यति हो मेडिकलको कुरा है। सो क्याम्प एन्ट्री भएको दिन नै यसरी मेडिकल पनि सकिन्छ र एजुकेसनमा एसए पनि सकिन्छ है। सो मेडिकलको रिजल्ट चाहिँ भोलि आउँछ अनि जो रिजेक्ट पर्यो फेरि उनीहरुको चेकिङ हुन्छ, जसको परेन उ त आनन्द ढुक्क भइहाल्यो। त्यसै गरी हाम्रो एजुकेसन पनि क्याम्प एन्ट्री भएको दिनै एसए सक्यो हैन। अनि अब जुन स्पिकिङ र लिसनिङ टेस्ट हुन्छ त्यो चाहिँ भोलि नेक्स्ट डे हुन्छ है। त्यो चाहिँ 10 मिनेटको हुन्छ अनि त्यहाँ चाहिँ बोल्ने सुन्ने हैन, पिक्चर डिस्क्रिप्सनहरु हुन्छ, हो त्यस्तो हुन्छ है त्यहाँ चाहिँ। त्यसै गरी अब चाहिँ हामी फिजिकल क्राइटेरियापट्टि। सो क्याम्प छिरेको जस्तै आज क्याम्प छिर्यो भने अब भोलिको दिन चाहिँ हाम्रो 2 किलोमिटर रन हुन्छ है। 2 किलोमिटर रन जुन चाहिँ बेस्ट इफोर्ट पनि हो र यसको पास टाइमिङ चाहिँ 8 मिनेट 10 सेकेन्ड होला है। 10 सेकेन्ड कि 15 सेकेन्ड हो। जो सब केटाहरु सबै खतराहरू होला, कतिजना नयाँ अटेम्प्ट होला, कतिजना अब एक्सहरु बेसी छ भने अब अभियसली थाहै हो एक्सहरु बेसी छ भने अब खतरै हुन्छ उनीहरु हैन। सो त्यही भएर त्यो 7 मिनेटहरु 7 मिनेट 30 सेकेन्ड त्यस्तोहरु चाहिँ अलिकति काम छैन जस्तो अलिकति हुन्छ। मतलब 7 मिनेट वालाहरु पनि भर्ती चाहिँ लाग्छ हैन, तर त्यो चाहिँ कस्तो केसमा भने चाहिँ इफ उनीहरुको एजुकेसन प्लस इन्टरभ्यु चाहिँ बेस्ट हुनु पर्यो क्या। फेरि एभरेज पनि हैन, बेस्ट भयो भने चाहिँ त्यसरी लाग्ने चान्सेस हुन्छ क्या। तर इफ तिमीहरुले चाहिँ फिजिकलबाट राम्रो पोइन्ट सिक्योर गर्यो भने चाहिँ इन्टरभ्युहरुतिर पनि राम्रो हुन्छ नि त उसको परफर्मेन्स। हाम्रो रिजल्ट त्यो पर्फर्मेन्स वाला रिजल्टहरु सबै अब त्यहाँ इन्टरभ्युमा त्यहाँ सापरले हेरिरहेको हुन्छ हैन, हेर्छ अनि त्यही अनुसार जज गर्छ यताउति हैन। सो त्यो कुरा है। अनि त्यसपछि तेस्रो दिनमा चाहिँ हाम्रो डोको रन हुन्छ है। डोको चाहिँ बिहानै हुने हो है। डोको अब यो पालि 43 मिनेट्स छ पास टाइम, पहिला चाहिँ 46 मिनेट्स थियो, एकदम टफ छ। त्यही भएर चाहिँ यो पालि चाहिँ टार्गेट चाहिँ 40 मुनि त हान्नै पर्छ। पहिला पनि हाम्रो टार्गेट अब त्यही थियो हैन, 40 मुनि हान्नै पर्ने। अब यो पालि त झन् हुन्छ नि ढिट 40 मुनि हान्नै पर्छ अब। किनकि पहिला लास्ट इयर नै अब एभरेज डोकोको टाइमै 38 मिनेट्स थियो, एभरेजली हेर्नुपर्दा 38 मिनेट थियो, जबकि पास टाइम 46 मिनेट थियो हैन लास्ट इयर। सो अहिले झन् 43 भएको छ भनेपछि त अब 36 37 त्यस्तो हान्नुपर्ने हुन्छ सक्दो है। जति अब राम्रो हान्यो त्यति बेटर हो नि त, त्यति स्कोर राम्रो आउँछ हैन। सो डोको हानिसकेपछि चाहिँ जेरिकन टेस्टमा चाहिँ अब त्यही हो 2 मिनेट हो पास टाइम, सक्दो राम्रो हान्नु पर्यो त्यहाँ पनि। जस 1:25 मुनि 25 भन्दा 1:20 मुनि आयो भने राम्रो, 1 मिनेट 20 सेकेन्ड्स मुनि है। 120 to 25 चाहिँ अब त्यो एभरेज खाले नम्बर हो हैन, एभरेज जस्तोहरुले हान्छ। सो जस 1:20 मुनि हान्यो भने चाहिँ अझ राम्रो हुन्छ है। अब हुन्छ जेरिकनमा त्यस्तो राम्रो त्यस्तो धेरै मार्क्स पनि हुँदैन, तर अब टेस्ट हो हैन, जति त्यही पनि राम्रो गर्नु पर्यो हैन। सो त्यति छ फिजिकल क्राइटेरिया। ल फाइनली त्यसपछि हाम्रो भोलिपल्ट भनेको जुन चाहिँ 4th डे त्यो चाहिँ हाम्रो इन्टरभ्युको दिन हैन। डोको सोको हानेको दिन चाहिँ अब मजाले प्रिपेयर गर्ने हो इन्टरभ्यु हैन। इन्टरभ्युको लागि प्रिपेयर हुने, अब आफ्नो के नोट्स छ रेजिमेन्टको बारेमा के को बारेमा हुन्छ हैन, त्योहरु चाहिँ ध्यान दिएर त्यही बेलाहरु अब फेरि रिकल गर्ने हैन।
मजाले त्यो रिभाइज गर्ने भनौँ न। इन्टरभ्यूमा चाहिँ अब भरसक 15 देखि 20 मिनट जस्तो अब कन्भर्सेसनहरू हुन्छ त्यहाँ होइन। अब कसैलाई छिटै पनि पठाइन्छ, कसैलाई ढिलो पनि पठाइन्छ होइन। सक्दो अब आफूलाई राम्रो देखाउनु पर्यो त्यहाँ होइन, राम्रो बोल्नु पर्यो। अनि मेन भनेको चाहिँ अनेस्टी है, अनेस्टी चाहिँ एकदम हुनु पर्यो, ट्रुथ बोल्नु पर्यो। थाहा छैन भने थाहा छैन, थाहा छ भने भन्ने होइन, सिधै त्यही हो क्या इन्टरभ्यूको चाहिँ। अनि म अपकमिङ पछि भिडियोमा इन्टरभ्यूको क्वेसन्स, लास्ट इयर सोधेको क्वेसन्सहरू पनि ल्याउँछु यसो भन्छु होइन। अनि त्यो चाहिँ अब भनेपछि अब म एन्सर यही भन्नु चाहिँ भन्दिनँ होइन, किनकि अब त्यो चाहिँ आफैले प्रिपेयर गर्नु पर्यो। किनकि मलाई पनि थाहा हुँदैन कि कुन एन्सर बेटर हो भनेर। जस्तै एउटा क्वेसन जुन चाहिँ पुलबाट हाम फाल्नु भन्यो भने हाम फाल्छौ कि नाइ होइन, हाम फाल्छु कि हाम फाल्दिनँ भन्ने क्वेसन, यो जे एन्सर भने पनि जे चुज गरे पनि चेप्छ क्या, यस्तो कुराहरू हुन्छ क्या। सो त्यहाँ धेरै यस्तो क्वेसन्सहरू हुन्छ होइन, जुन एन्सर लिए पनि रिजनिङ कारण चाहिँ बेटर दिनु पर्यो, त्यसपछि सबै ठिक हुन्छ क्या। यही एन्सर ठिक हो भन्ने हुँदैन क्या है, यही अप्सन ठिक हो, यही रोजेको ठिक हो भन्ने हुँदैन। जुन चुज गरे पनि रिजन चाहिँ राम्रो दिनु पर्यो। सो त्यही भएर अहिलेदेखि चाहिँ प्रिपेयरहरू गर्ने। अब प्रिपेयर कसरी गर्ने भन्दा चाहिँ जुन सेट अफ क्वेसन्स सबैलाई थाहै होला, त्यो जस्तै अब नाम, एड्रेसहरू, आफ्नो अब पर्सनल त्यहाँ इन्ट्रोडक्सन हुन्छ नि त सुरुमा, त्यो पढेर दिनुपर्नेहरू होइन। अब जस्तै आफ्नो नामहरू, वाइ डु यु वान्ट टु जोइन द ब्रिटिस आर्मी होइन, अथवा वाट डु यु नो अबाउट द ब्रिगेड अफ गोर्खास, रेजिमेन्ट डु यु वान्ट टु जोइन, अनि वाइ, किन यस्तो क्वेसन्सहरू चाहिँ अहिलेदेखि आफै प्रिपेयर गर्नु होइन। अनि त्यसपछि एन्सर लेख्नु। अब एन्सर लेखेपछि आफूले आफूलाई क्वेसन गर्ने क्या। जस्तै अब भने मलाई चाहिँ म QGS जानु मन छ भने मैले होइन, जस्तै म आई वान्ट टु जोइन द क्विन्स गोर्खा सिग्नल्स, अब किन भनेर भन्छु नि त म होइन, किनकि मलाई अब टेक्नोलोजीहरू मनपर्छ या यस्तो जस्तो मनपर्छ के भने अरे मैले। अब त्यही एन्सरबाट पनि आफै क्रस हान्ने क्या, अथवा कोही साथी अथवा कोही आफ्नो मान्छेलाई होइन पढ्नु दिने अनि क्रस गर्नु लाने क्या त्यहीँबाट क्वेसन। अनि हो त्यसरी आफूले क्रस गरेपछि चाहिँ टक्क एन्सर एउटा पर्फेक्ट बन्छ क्या। चाहिँ काट्दै मेट्दै एन्सर त्यसरी बनाउने हो क्या, एउटै एन्सर पर्फेक्ट हुन्छ भने त्यसरी काट्दै बनाउने हो। सो हो त्यसरी प्रिपेयर गर्नु होला। सो दिस वाज द ओभरभ्यू अफ फेज 3 सेलेक्सन होइन। आई होप यु गट अ क्लियर आइडिया अबाउट हाउ टु प्रिपेयर होइन। सो इन माई नेक्स्ट भिडियोज म चाहिँ एकदमै इन डिटेल कुराहरू गर्नेछु होइन, अबाउट मेडिकल, फिजिकल, अझै इन्टरभ्यूको बारेमा होइन। सो स्टे ट्युन्ड है। जो मान्छेहरूले चाहिँ सब्सक्राइब गर्नु भएको छैन अहिले सब्सक्राइब गरिरहनु होला है। अब म नेक्स्ट भिडियोहरू हाल्दाखेरि टक्क नोटिफिकेसनहरू आउँछ अनि हेर्नु है। भिडियो चाहिँ एकदम हेल्पफुल हुनेछ, तपाईँहरूलाई मद्दत गर्छ भन्ने मेरो त्यो गोल छ होइन। इफ यु फाउन्ड दिस भिडियो हेल्पफुल प्लिज डु लाइक, शेयर एन्ड सब्सक्राइब एन्ड शेयर इट विथ यर फ्रेन्ड्स एज वेल। जसको चाहिँ नाम फाइनल सेलेक्सनमा आएको छ होइन उहाँहरूलाई सेयर गर्नु होला। र जसको चाहिँ यो पालि आएन, नाम आउनु सफल भएन होइन अनफर्चुनेटली, त्यही पनि नेक्स्ट इयर चाहिँ राम्रो गर्नु होला। सो यसरी नै मेरो भिडियोहरू हेरिरहनु होला। अनि थ्याङ्क यू एभ्री वान फर द सपोर्ट। यसरी नै सपोर्ट गरिरहनु होला होइन भन्दै सी यु गाइज अन माई नेक्स्ट भिडियो है त।